नमस्कार, म मधुसुमन अधिकारी रामेछाप यहाँहरूको माझमा एउटा छोटो मिठो गीत प्रस्तुत गर्न गइरहेको छु। गीतको बोल रहेको छ सम्झनामा आउँछ नि शालिक। कठजोरको कृष्णलाल पार्क, कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। साहित्यका प्रथम शहीद हुन्, प्रथम शहीद हुन् राणा शासकसँग टक्करै गर्या हुन्। कठजोरको कृष्णलाल पार्क, कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। साहित्यका प्रथम शहीद हुन्, प्रथम शहीद हुन् राणा शासकसँग टक्करै गर्या हुन्। कठजोरको कृष्णलाल पार्क, कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। गरिबको आवाज बोलेको, आवाज बोलेको हे पाहाको नजर यिनमाथि परेको। कठजोरको कृष्णलाल पार्क, कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। गरिबको आवाज बोलेको, आवाज बोलेको हे पाहाको नजर यिनमाथि परेको। कठजोरको कृष्णलाल पार्क, कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। मकैको खेतीलाई लेखेको, खेतीलाई लेखेको शासकको हजुर अत्याचार बोलेको। कठजोरको कृष्णलाल पार्क, कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। हुकुमी र सामन्त डराए, सामन्त डराए साहित्यको प्रभाव शोषकमा देखाए। साहित्यको प्रभाव शोषकमा देखाए। कठजोरको कृष्णलाल पार्क, कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। कृष्णलाल पार्क हजुर सम्झनामा आउँछ नि शालिक। धन्यवाद। यहाँहरूको माझमा सकेसम्मको कोसिस गर्दै कठजोरको ऐतिहासिक थलोलाई चिनाउने कोसिस र जमर्कोको साथ बनेको नायक सुब्बा कृष्णलाल अधिकारी, जसलाई हामी प्रथम साहित्यिक शहीद भनेर चिन्छौँ, उहाँको सम्झनामा गाएको यो गीत सबैको माझ पुगोस्। धन्यवाद।